मान्छेको मन स्थिर वस्तु होइन, यो एउटा बहने शक्ति हो। कहिले खुसी, कहिले डर, कहिले लोभ, कहिले करुणा। मन सधैँ परिवर्तन भइरहन्छ। महाभारतमा मनलाई नियन्त्रण गर्न नसक्दा मानिस कसरी पतन हुन्छ र सही दिशामा लागे महान बन्न सक्छ भन्ने धेरै उदाहरणहरू छन्। मन किन परिवर्तन भइरहन्छ? मन बाहिरी घटना, इच्छा, सम्झना, डर र सङ्गतबाट प्रभावित हुन्छ। आज प्रशंसा पाए खुसी हुन्छ, भोलि आलोचना सुने दुखी हुन्छ। यसैले मनलाई चञ्चल भनिएको हो। महाभारतमा अर्जुन युद्धभूमिमा पुगेपछि अचानक कमजोर बन्छन्। उनी भन्छन्, आफ्नै गुरु आफन्तलाई मारेर राज्य किन चाहियो? एक क्षण अघि युद्धका लागि तयार अर्जुनको मन अर्को क्षण डर, मोह र दुःखले भरिन्छ। यसले देखाउँछ मन परिस्थिति अनुसार बदलिन्छ। त्यसपछि कृष्णले अर्जुनलाई सम्झाउनुहुन्छ, मन चञ्चल छ, तर अभ्यास र वैराग्यले यसलाई नियन्त्रण गर्न सकिन्छ। अर्थात् मनलाई जबरजस्ती रोक्न सकिँदैन, तर सही सोच र अभ्यासले दिशा दिन सकिन्छ। महाभारतका केही गहिरा उदाहरण। दुर्योधनको मन ईर्ष्या र अहङ्कारले भरिएको थियो। उनीसँग शक्ति थियो, राज्य थियो, तर मन असन्तुष्ट थियो। यही असन्तुष्टले मनले उनको विनाश गरायो। युधिष्ठिरको मन धेरै स्थिर थियो। दुःख, वनवास, अपमान सबैमा उनले धैर्य छोडेनन्। त्यसैले अन्ततः विजय उनको भयो। महाभारतले भन्छ, मानिसको सबैभन्दा ठुलो युद्ध बाहिर होइन, आफ्नै मनभित्र हुन्छ। मनलाई स्थिर कसरी बनाउने? महाभारतको सन्देश अनुसार सही सङ्गत राख्ने, लोभ र अहङ्कार हटाउने, आफ्नो कर्तव्यमा ध्यान दिने, ध्यान, अभ्यास र आत्मचिन्तन गर्ने। निष्कर्ष, मन परिवर्तन हुनु नराम्रो होइन, त्यो यसको स्वभाव हो। तर मनलाई कहाँ लैजाने भन्ने जिम्मा हाम्रो हो। यदि मनलाई इच्छा, क्रोध र ईर्ष्याले चलायो भने दुःख आउँछ। यदि विवेक, धैर्य र सत्यले चलायो भने शान्ति आउँछ। महाभारतको मुख्य शिक्षा यही हो, जसले आफ्नो मन जित्छ उसले संसार जित्छ। धन्यवाद। यस्तै भिडियोहरू हेर्न तथा सुन्नको लागि हाम्रो युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला।